गोपाल भाइ र सुनिताले एकअर्कालाई कति चिन्नु भयो भने थाहा पाउने कुरा हो क्या अनि एकदम अनेस्ट एन्सर दिनुभयो गोपाल भाइ घरै घर जानुपर्छ नि तपाईँ अहिले भन्दैछु ल अनि जसलाई तपाईँहरूलाई जे जुन चाहिँ सही एन्सर लाग्छ जस्तो सुनिता जस्तो लाग्यो भने आफ्नो स्यान्डल उठाउने गोपाल भाइ जस्तो लाग्यो भने सुनिताले आफूले गर्छ जस्तो लाग्यो सुनिताको स्यान्डल उठ्छ माथि गोपाल भाइले गर्नु जस्तो लाग्यो भने गोपाल भाइको जुत्ता उठ्छ माथि है दुवैजनालाई बुझ्नुभयो ल अनि हेर्न चाहिँ पाइँदैन चिट गर्न पाइँदैन ल सुरु गरौँ यहाँ देखिरहेछ सिसामा आकाश देख्नु हो नि ओके who will change more diaper नेपालीमा म इंग्लिश बुझ्दिन डाइपर धेरै डाइपर चेन्ज गर्छ सही अब अर्को फुड ओके रातिसम्म बसेर कसले बच्चालाई खुवाउँछ भाउजूको 2 भयो है 2 पोइन्ट भइसक्यो है त्यो त म सिधै हारिहाल्छु बच्चाले अब मलाई टोय चाहियो अथवा केही नयाँ कुरा चाहियो भने चाहिँ कसले यस भनिहाल्छ पहिले Not Baba. Who will be the better? Okay. त्यो बेबी टक गर्छ नि बाबु आमाले त्यसमा चाहिँ को चाहिँ बेटर छ कसले राम्रोसँग बेबी टक गर्न सक्छ गुड मिल्यो त्यो स्टोरी टाइम भन्दा चाहिँ को पहिला सुत्छ बाबु यो सुत्छ स्टोरी त म उसले भन्छ है फेरि एज इन एक्सन राइट कसले चाहिँ अब यो सबैलाई आन्सर थाहा छ कसले चाहिँ बेबीको धेरै फोटो लिन्छ यो त यसो बेबीको फर्स्ट डे अफ स्कुलमा अब को रुन्छ अथवा को अलिकति स्याड फिलिङ हुन्छ अनि फन प्यारेन्ट चाहिँ को बेबीसँग के प्यारेन्ट फन प्यारेन्ट फन त म हो अनि स्ट्रिक्ट प्यारेन्ट चाहिँ को के हो स्ट्रिक्ट पनि स्ट्रिक्ट को नि अब अनि कसले चाहिँ बच्चालाई हल्लाएर सुताउँछ धेरै हल्लाइ सुताउने डिपार्टमेन्ट मेरो हो अनि कहीँ जान पर्यो भने डाइपर ब्याग बच्चाको कपडा कसले प्याक गर्छ मामु उलेन भने ए अनि बाबु बाहिर जाँदा कति सामान बिर्सिन्छ नि होइन कसले गाडीको चाबी बिर्सिन्छ म जस्तै भयो भने त्यस्तो चाहिँ डाइपर ब्याग चाहिँ कसले बिर्सिन्छ धेरै उसैले हेर्छ उसैले बिर्सिन्छ अनि बेबीलाई अब केही चाहिहाल्यो भने बेबीले चाहिँ ममा भन्छ कि पापा भन्छ पहिला मामा सबभन्दा धेरै बेबीको क्लथेजहरू कसले किन्छ कपडा कसले किन्नुहुन्छ बेबीलाई अब सुरुमा वासरुम कसले लैजान्छ अनि अब त्यो बेबी चेन्ज त्यो डाइपर चेन्ज गर्दा गर्दै कसले चाहिँ डाइपर चेन्ज गर्ने भने चाहिँ बेबीले त्यो गर्दा गर्दै फेरि पिछा फेरिदिन्छ अब कसैलाई केही क्वेसन छ उहाँहरूप्रति थाहा पाउनलाई बेबीदेखि सबैभन्दा धेरै इरिटेट चाहिँ को हुन्छ अरे इरिटेट खासै भएको थाहा छैन सिसामा त अब कस्तो निस्किन्छ हिजो इरिटेट भएर हप्काएर माथि पठाएको होइन तिमीले
बेबीलाई घुमाउन कहिले पढ्नु जान्छ घुमाउन सबैलाई यो अब एसीको लास्ट क्वेसन चाहिँ न जस्ट आस्क एउटा क्वेशन र्यान्डम फन नेपालीमा सोध नेपाली इंग्लिश गाई खाने भाषामा नसोध पियाले सिकाउँदै छ पियाले सोध्न पाइयो नि त आफ्नो आफ्नो सोध्छ सोध्छौ मामाजुलाई Who made the best food?